जापान यसरी फोर उयो गर्नुपर्छ जापानले गर्दैछ अनि यत्रो बिल्डिङहरु हुन्छ हैन यहाँ भित्र चाहिँ लासम्म नेपालीहरु चाहिँ किन उयो हुन्छ भन्दाखेरि अब जतिखेर फोटो खिचिराख्नु मिलेन ट्रेन आयो हाम्रो चाहिँ यहाँ होस्टेलहरुमा चाहिँ चेन्ज भएको भइरहेछ हैन किनभने फोर गर्छ त्यसो उनीहरु पनि आफ्नो टिम हुन्छ त्यहाँ जानकारी दिन्छ त्यो एग्रीमेन्ट हुन्छ अनि यसरी फोरहरु लाप्र फ्यालिरहेछ भनेर थाहा भएपछि त अनि जानकारी दिन्छ त उनीहरुले मिटिङहरु गर्छ हैन वर्कर हरेक कुराको अब उनीहरुको अफिस हुन्छ उनीहरु यो काम एउटा आफ्नो टाइम मिलेर गरेको हुन्छ हैन अनि फेरि रोग लाग्यो भने त पर्यावरण असर हुन्छ त्यो भएर चाहिँ नेपालीहरुको चाहिँ अब प्राय बसाइमा चाहिँ लापरवाही फोर र त माथि पुग्याएर राख्ने अनि फेरि फ्याल्दिन अनि काम गर्दा धेरै असर हुन्छ नि त अनि त्यो भएर चाहिँ उनीहरुले पनि कम्प्लेन गर्छ यो तरिकाले गर्दा चाहिँ समस्या हुँदै जान्छ अब रोगहरु फैलिन्छ मेन्सनमा ठुलो असर हुन्छ र सानो कुरालाई पनि यिनीहरूले जटिल रूपमा लिन्छ क्या त्यो भएर चाहिँ मलाई लाग्छ नेपालीहरुको चाहिँ प्राय हाम्रो रुमहरु चाहिँ सरै गरेर पर्ने खालको अवस्थाहरु पनि हुन्छ त्यो भएर चाहिँ बी केयरफुल हुनु एकअर्कामा हैन जहाँ बसिराख्नुहुन्छ जस्तो ठाउँमा हुनुहुन्छ अब आफ्नो पढाइ हुन्छ योजना हुन्छ हैन त्यसमा चाहिँ त्यो तपाईहरुले त्यो गर्दा पनि फेरि असरहरु हुन्छ है अनि आफूलाई कम्फर्टेबल गरेर कामहरु खोजेको हुन्छ लास्टमा रुम चेन्ज गर्दा के गर्दा अलिअलि गर्दा टेकी हैन ट्रेन टिकटहरु गर्दा गाह्रो हुँदै जान्छ नि त त्यो बी केयरफुल हुनु है सबैजना जुन फोर्स जापानको रुल अनुसार कुहिने नकुहिने प्लास्टिक सिसाको हैन फरक एकैचोटि एकै ठाउँ फ्याल्न मिल्ने सबै कुरामा चाहिँ ध्यान दिनु है एडभाइस है मेसेज गरे कस्तो राम्रो ठाउँ आयो यार अनि यहाँ औषधि एउटा किन्नुपर्ने छ रुममा साङ्लाहरू थोरै छ कि त्यो भएर त्यसलाई मार्नको लागि एउटा ग्यास किन्नुपर्ने अब ग्यास किन्दैछ है ग्यास देख्ने के कुरा स्मोक सिगोतो माएवा एरितेरु करा सोसो स्मोक यावा चिसाई देख्ने यावा चिसाई करा मलाई यो दिनुभयो यी कुरा त्यसको ग्यासबाट यो सबै ओके 989 वाउ सो एक्सपेन्सिभ वाउ लाइक 1000 करे ओके ठिक छ म किन्छु अब उहाँलाई कोठा गएर हुन्छ ल गरम हुन्छ नि त जापानमा चाहिँ अब नेपालमा 1 रुपैयाँ 2 रुपैयाँ देखिन्छ जापानमा चाहिँ 1 रुपैयाँ पनि छ है नेपालमा अहिले 1 रुपैयाँ देखिँदैन 1 रुपैयाँ 2 रुपैयाँ 5 रुपैयाँ मात्रै देखिन्छ 1 रुपैयाँ यो 5 रुपैयाँ यो 10 रुपैयाँ अनि यो चाहिँ 100 अनि यो 50 रुपैयाँ येन भन्छ येन वाउ 起こしてこのままこす。起こして押す。これで終わりね。起こしてこのままガンって押す。 यसले चाहिँ धेरै मर्छ अरू स्प्रे भन्दा औषधिले नमरेको उयो चाहिँ यसले मर्छ है तपाईले गएर सोध्नु ल तपाईहरुमा त्यस्तो समस्या छैन समस्या नहुने मान्छेले के सोध्नु हैन धेरै गोकुबेरीहरु छ भने हैन साङ्लाहरु छ भने चाहिँ मर्छ नि 100% मर्छ एउटा भने दुईटा मात्र क्लियरै हुन्छ 3 आवर ओके थ्यांक यू अनि जापानमा चाहिँ यस्तो सिस्टम हुन्छ है यो गरेपछि बिल दिने चटक्कै अनि जसले गर्दा भ्रष्टाचार हुँदैन